फेरि साथीहरूलाई मेरो दोस्रो मिनी भ्लगमा वेलकम छ हैन। अब भिडियो चाहिँ के कस्तो बनेको छ अन्तिमसम्म हेर्दिनु। त्यो के भन्छ चैत्र 15 गतिको घटनामा म पनि प्रत्यक्षदर्शी हो हैन। ब्लगिङ गर्ने क्रममा यताउता घुमघाम गरियो। त्यसरी पहिला हामी के भन्छ यता कुलमान दाइकोतिर गइयो। अनि त्यसरी फेरि अब राजावादीको कस्तो माहौल रहेछ अब उतैबाट हेर्दै जाऊँ न भन्ने सल्लाहले हामी चाहिँ उता राजावादीकोतिर गइयो हैन। माहौल दुईटोकोमा एकदम खतरै थियो। त्यसरी हामी चाहिँ एकछिन के कस्तो हुँदो रहेछ आन्दोलन भने के कस्तो हुँदो रहेछ भने हेरेर जाऊँ न भनेर दाइसँग सल्लाह गर्यो हैन। त्यसरी एकछिन हामी त्यहीँ रोकेर बस्यौँ हैन। अब फुल भिडियो हेर्नुस् है। वेलकम छ। हामी चाहिँ नि फेरि यता गर्कुदेखि भित्र मङ्गल बजारको बाटो छिर्दैछौँ गाइस। वास्तवमा भन्नुपर्दा चाहिँ मेरो पहिलो अनुभव हो कि म यस्तो काठमाडौँमा बसेको कति 4-5 वर्ष भइसक्यो। तर अहिलेसम्म आन्दोलनमा गएको थिएन। तर त्यो दिन चाहिँ अब दुई ठाउँमा आन्दोलन चाहिँ के कस्तो हुँदो रहेछ भनेर यसो अब हेरेर अब लिउँ न भन्ने विचारले चाहिँ दाइले मैले रिक्वेस्ट गरेर उता दाइको बाइकमा सरर माइतीघरदेखि उता के भन्छ 3 कुनेसम्म गइयो होइन। आन्दोलनमा चाहिँ तपाईँ सक्नुहुन्छ भने नजाँदा हुन्छ क्या। बरु घरमै सुतेर बस्नुहोस् कि आन्दोलनमा जानुभन्दा चाहिँ अहिले चाहिँ हामी यो थापाथलीमा हो होइन। अब सक्नुहुन्छ भने तपाईँ चाहिँ थापाथलीको लेन अलिक याद गर्नुहोस् ल। तपाईँले यदि लेनलाई याद गर्नु भने तपाईँको दिन यहीँबाट खराब हुन्छ क्या। अब हेर्नु त कुन होइन बिचारले हिँडिरहेको हुन्छ ठ्याक्कै लेन क्रस गरेर यताउता दायाँ बायाँ चिट काट्दै भने दिनै खराब यस्तो इरिटेट हुन्छ कि होइन। त्यो त मलाई पनि थाहा छ। जो पर्नु भएको छ उहाँलाई थाहा होला होइन। यो थापाथलीको लेन अलिक याद गर्नु। अनि हामी ठ्याक्कै अहिले चाहिँ कुलमान दाइकोमा हो होइन। अब यो भिडियोहरू हेर्न सक्नुहुन्छ के कस्तो मान्छेहरू आउनु भएको थियो कति माहौल थियो भनेर होइन। अनुमान गर्नु होइन। भिडियो पुरै हेरिदिनु होला। म चाहिँ कस्तो अभागी म चाहिँ यो दिदीले मेरो इन्टरभ्यू लिनु छ भनेको लिनु भएन। केटी चाहिँ राम्रै थियो होइन। तर मेरो इन्टरभ्यू चाहिँ लिनु भएन। खासमा चाहिँ म यो भिडियोमा के अब कुलमान दाइले देख्न पाइन्छ भेट्न पाइन्छ होला भनेर म चाहिँ कस्तो खुसी भएर आएको थियो। तर कुलमान दाइको त एउटा सातो भुत्लो पुत्लो केही नभेट्यो पाइन्न त्यो यतिकै आएको जस्तो लाग्यो होइन। तर पनि अब एकछिन यताउता भिड कस्तो रहेछ जनता कति गएको रहेछ भनेर अनुमान चाहिँ गरियो होइन। अनुगमन चाहिँ गरियो। अनि एकछिन यताउता वरिपरि दायाँ बायाँ सबै साइडबाट होइन यस्तो फोटोसोटो खिचियो मतलब भिडियो बनाइयो होइन। त्यसबाट हामी उता राजावादीकोतिर जाने सल्लाह गरियो साथी हो। त्यसपछि फेरि हामी यता 3 कुनेतिरको माहौल हेर्न निस्किसकेका थियौँ होइन। अनि हामी चाहिँ बानेश्वर हुँदै अनि हामी यता 3 कुनेतिर लाग्यो होइन। अब उता राजावादीको पनि माहौल कस्तो छ भनेर हेरौँ न भन्ने विचारले चाहिँ होइन हामी फेरि यता दाजुभाइ यता लाग्यौँ। हामी राष्ट्रलाई विदेशी प्रभावबाट मुक्त पार्ने हो भने हामीले पानी खानी पानीको सुधार गर्नुपर्छ। 3 कुनेतिर लाग्यो होइन। तपाईँले त्यहाँको माहौल पनि हेर्न सक्नुहुन्छ। यता फेरि राजावादीको माहौल पनि कडै थियो है त्यो दिन। त्यसपछि एकजना दाइले क्या होइन हिन्दू राष्ट्र कायम गर भनेर नारा लगाइराख्नु भएको छ। त्यो नारा कतिको जायज कि नजायज होइन कमेन्ट गर्नुहोस् है त। तपाईँहरूको विचारमा चाहिँ के छ यो नारा ठिक हो कि होइन के हो। खासमा चाहिँ हाम्रो के भन्छ ब्लगिङको लास्ट डेस्टिनेसन भएर पनि होइन यो राजावादीको चाहिँ आन्दोलनमा चाहिँ हाम्रो भिडियो खिचा चाहिँ अलिक धेरै भएको थियो होइन। अब भिडियो चाहिँ अलिक यो राजावादीको साइडमा चाहिँ भिडियो चाहिँ अलिक बढी भएको छ मेरो। फेरि म राजावादी भएर चाहिँ राजावादीको भिडियो धेरै लामो खिचेको छ होइन साथी हो। म चाहिँ यतिकै होइन अब अलिक कन्टेन्ट निस्किन्छ कि अलिक के भन्छ भाइरल सिन निस्किन्छ कि भनेको। तर निस्किनु झन्डै आँखाबाट रानी चाहिँ निस्क्यो अश्रु ग्यासले हान्दाखेरि धेरै जनता यति आक्रोशित थियो होइन। बाजा गाजा सहित पुरा यहाँ नारा हामी चाहिँ होइन यो भिडदेखि उता 3 कुने साइडतिर फेरि फर्क्यौँ होइन। त्यसपछि हामी यता फुटपाथतिर आएको थियौँ। अचानक दुर्गा प्रसादको इन्ट्री भयो क्या हेर्नु न। दुर्गा प्रसादको इन्ट्री पश्चात होइन त्यसबाट जनताहरू उल्लेर उता पुलिसकोतिर होमिएर जानुभयो होइन। त्यस पछाडि त अश्रु ग्यासको त आमामा अश्रु ग्यासको त बर्सात सुरु भइसकेको थियो क्या। हामी यो फुटपाथमा बस्ने पनि गाह्रो भइसक्यो। यहाँ बसेर कसरी भिडियोहरू खिच्नु नसक्ने अवस्था भइसकेको थियो किनकि हाम्रो त्यहाँबाट हावाबाट आइसक्यो कि अश्रु ग्यासको के भन्छ धुवाले होइन आँखै पोलिदियो। त्यसबाट हामी चाहिँ यता के भन्छ यो 3 कुने चोककै साइडतिरको गल्लीतिर छिर्यो होइन। अब सबै अब आँखै पोलिसकेपछि त्यहाँ बस्नै नसक्ने भयो। अनि हामी आधी उदी चाहिँ उता भाग्यो होइन। त्यसरी आयो अरू त उता ढुङ्गामुढा गर्नलाई रेडी भइसकेको थियो। तर हामी चाहिँ त्यसै ढुङ्गामुढा गर्नेमा चाहिँ परेन होइन। जस्ट भ्लगिङको लागि मात्र गइएको थियो। त्यतिखेर अवस्था के थियो यो भिडियोमा हेरेर पनि थाहा पाउन सक्नुहुन्छ क्या। A few moments later.
लागि भएपछि जुन त्यो पत्र दाइको दुःखद निधन भयो नि अनि मलाई चाहिँ मनमा के आयो भने होइन तपाईँहरू आन्दोलन जानुहोस् होइन अब आन्दोलनकारी भएर जानुहुन्छ कि बा पत्रकार मिडिया भएर जानुहुन्छ तर आफ्नो ज्यानको सुरक्षा चाहिँ आफै गर्नुहोस् होइन आफ्नो ज्यान जोखिममा राखेर चाहिँ यसरी भिडियो खिच्ने त्यसरी के भन्छ आन्दोलन गर्ने काम पनि नगर्नुहोस् होइन सबभन्दा चाहिँ आफ्नो ज्यानलाई चाहिँ जोगाउनुहोस् है यसरी अब हावाको तालमा आन्दोलनमा पनि कसैलाई नजानुहोस् भन्छु कि म किनभने यो आन्दोलनभन्दा त ठुलो आफ्नो घर परिवार अनि आफ्नो भविष्य हो क्या देशमा त जे हुन्छ हुँदै जान्छ कि एकजना दुईजनाले चाहेर केही हुँदैन यो देशमा जुन यो चैत्र 15 गतेको दिन होइन हाम्रो देशको 2 जना नागरिकले आफ्नो ज्यान गुमाउन बाध्य हुनुभएको छ उहाँहरूप्रति ढिलै भए पनि हार्दिक श्रद्धा सुमन र साथै जो घाइते हुनुभएको छ उहाँहरूलाई स्वास्थ्य शीघ्र लाभको कामना छ जय नेपाल जय देश।